हरेक घरमा नेपालमा हेर्ने हो भने खानेपानीमा चाहिँ पुरुषहरूभन्दा महिलाहरूले नै पानीको व्यवस्थापन गर्ने गर्छ। तर नेतृत्वको कुरा गर्ने हो भने चाहिँ योसँग सम्बन्धित निर्णय गर्ने तहमा महिलाहरूको नेतृत्व चाहिँ नि धेरै कम छ। कोही पनि व्यक्तिले दूषित पानी पिउँदैन। यो खालको अभियान कोही पनि मान्छेले दूषित पानी पिउँदैन, यो अभियान चलाउनु जरुरी हुन्छ। स्थानीय तहको अधिकारको बारेमा खानेपानी र सरसफाइ के गर्ने स्थानीय तहको स्पष्ट छ। केन्द्रले गर्ने कामहरूको विषयमा स्पष्ट छ। प्रदेशले गर्ने कामहरूको पनि स्पष्ट छ। तर त्यहाँ जसरी काम विभाजन गरिएको छ कार्यान्वयनमा समस्या छ। हामीले अहिलेसम्म पानी जाँच्ने ल्याबहरू गाउँ गाउँमा स्थापना गर्न सकेका छैन। योजनामा हुनुपर्ने अझ त्यो गर्न सकेका छैन। त्यस कारणले मेन कुरा चाहिँ अहिले नीतिगत तहमा यो काम गर्नको लागि कहीँ पनि रोकिँदैन। नमस्कार। आज पनि हामी सुरक्षित पानी र खानेपानीमा महिला नेतृत्वको विषयमा एउटा नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। आज हामी यस्तो व्यक्तित्वसँग कुराकानी गर्न गइरहेका छौँ। यसमा दुईवटा प्रसङ्ग जोडिनेछन्। एउटा खानेपानी सरसफाइ र स्वच्छताको वर्तमान अवस्था के छ यो विषयसँग हामी कुराकानी गर्छौँ। सुरक्षित पानीका लागि राज्यले कस्ता नीतिहरू अवलम्बन गरेको छ त्यो विषयमा जोड्छौँ र नीतिगत रूपमा सुधार गर्नुपर्ने विषयहरू केही छन् भने त्यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा कुराकानी गर्छौँ। आज हामीसँग अतिथिको रूपमा हुनुहुन्छ धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 2बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रतिनिधि सभा अन्तर्गतको संसदीय सुनवाई समितिको सभापति हुनुहुन्छ बोधनारायण श्रेष्ठ आज हामीसँग हुनुहुन्छ। बोधनारायणजी, यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद, नमस्कार। यहाँ त लामो समय युनिसेफमा बसेर खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्नुभयो। त्यो अनुभवले पनि आगामी दिनमा नीति बनाउनलाई पक्कै पनि महत्त्वपूर्ण सहयोग पनि गर्छ। हामी यो कार्यक्रम मार्फत सुरक्षित पानी र खानेपानीमा महिला नेतृत्वको विषयलाई उठान पनि गरिरहेका छौँ। यहाँको अनुभवमा लामो समय युनिसेफमा बसेर काम गर्दा यो क्षेत्रलाई कसरी अगाडि बढाइयो र अहिले मुलुकको वर्तमान अवस्था के छ, खास गरी सुरक्षित पानीको सवालमा? खानेपानी भनेको चाहिँ जिन्दगानी नै हो। पानी बिना कोही पनि बाँच्न सक्दैन। संविधानले पनि यसलाई फेरि फन्डामेन्टल राइटको रूपमा अथवा यसलाई हाम्रो नैसर्गिक अधिकारको रूपमा व्याख्या गरेको छ। त्यसमा तपाईँले अर्को जोड्नु भएको छ महिलाहरूको सहभागिता। यसमा महिलाहरूको सहभागिता भन्दा नेतृत्वको कुरा नै हो। नेपालको खानेपानी र सरसफाइको इतिहासलाई हेऱ्यो भने झन्डै सन् 2080 सम्मको अवस्थालाई हेर्ने हो भने हामी खानेपानीको कुरा मात्रै धेरै गरिराखेको थियौँ। 90 सम्म आउँदा विशेष गरिकन खानेपानी दशकै मनायो। त्यो पछाडि सरसफाइको अभियानलाई बिस्तारै अगाडि आएको हामी देख्छौँ। विशेष गरिकन अहिले मिक्सको रिपोर्ट अनुसारको न्यूनतम आधारभूत खानेपानी सरसफाइ पुगेको जनसङ्ख्या 98% छ है। त्यसमा एकदम सुरक्षित खानेपानी पुगेको जनसङ्ख्या भनेको 47% छ, जो चाहिँ बढी सहरी क्षेत्रहरूमा छ। र सरसफाइको कुरा गर्ने हो भने अहिले बेसिक सेनिटेसन भनेर भन्छौँ, आधारभूत सरसफाइ करिब 80% छ। र अर्को हामीले अझ पनि सेवा नभएको ठाउँ भनेको खानेपानीको सेवा नभएको ठाउँ झन्डै 1% जनसङ्ख्याले चाहिँ आधारभूत खानेपानी पनि पाएको छैन। उनीहरू चाहिँ पोखरीको, कुवाको, खुला ठाउँको पानी खान बाध्य जनसङ्ख्या केही छ भनेपछि अनि सरसफाइमा कुरा गर्ने हो भने अहिले पनि हाम्रै झन्डै 5% जनसङ्ख्याले सरसफाइ सुविधा अथवा शौचालयको प्रयोग गरेको छैन। यो नेपालभरिको अहिलेको अवस्था हो। हरेक घरमा नेपालमा हेर्ने हो भने खानेपानीमा चाहिँ पुरुषहरूभन्दा महिलाहरूले नै पानीको व्यवस्थापन गर्ने गर्छ। तर नेतृत्वको कुरा गर्ने हो भने चाहिँ योसँग सम्बन्धित निर्णय गर्ने तहमा महिलाहरूको नेतृत्व चाहिँ नि धेरै कम छ। अथवा यसको योबाट हामीले के बुझ्न सक्छौँ भने जो मान्छेले व्यवस्थापन गरिराखेका छ त्यही मान्छेहरूको नेतृत्व तहमा सङ्ख्या चाहिँ कम छ भने त्यहाँ हुने निर्णयहरू, नीतिहरू, नियमहरू हामीले प्रभावकारी ढङ्गले बनाउन सकेका छैनौँ कि भन्ने हुन्छ। हेर्दाखेरि जसको सवाल उसको नेतृत्व भनेर हामी भन्दै आएको छौँ, तर यहाँ चाहिँ त्यो ग्याप छ, बढिराखेको छ, तर अझै ग्याप छ। अझै यसमा धेरै काम गर्नुपर्ने छ। दिगो विकास लक्ष्य पुरा गर्नको लागि सुरक्षित पानीको यो अभियानमा चुनौतीहरू के छन् र यो चुनौतीलाई कसरी सामना गर्न सकिएला? सुरक्षित पानी भनेपछि हामीले विशेष गरेर हामीले सिक्नुपर्ने कुरा चाहिँ के छ भने हामीले खुला दिशामुक्त अभियानको हेर्ने हो भने नेपालमा एकदमै सशक्त रूपमा
सामाजिक अभियानको रूपमा हरेक मान्छे लागेको अभियान भनेको हाम्रो खुला दिशामुक्त अभियान हो। खुला दिशामुक्त अभियानको कुरा चाहिँ हामीले गर्दाखेरिमा के थियो भने यसलाई प्रोजेक्टको हिसाबले कहीँ कार्यक्रम गरिएन, सबै ठाउँमा अभियानको रूपमा गइयो। अभियानको रूपमा गर्दाखेरिमा आज हामी विश्वकै भन्नुहोस् खुला दिशामुक्त अभियान चाहिँ असाध्यै सशक्त र सफल सामाजिक अभियानको रूपमा स्थापित छ भनेपछि अब हामीले पनि खानेपानीमा सुरक्षित खानेपानी उपलब्ध गराउनको लागि यस्तै अभियान चलाउनुपर्छ। त्यो भनेको के हो भन्दा नो वान ड्रिङ्क कन्टामिनेटेड वाटर, अथवा कोही पनि व्यक्तिले दूषित पानी पिउँदैन। यो खालको अभियान, कोही पनि मान्छेले दूषित पानी पिउँदैन, यो अभियान चलाउनु जरुरी हुन्छ। यसमा के छ पानीको भन्दा हाम्रो पानीको गुणस्तरसँग सम्बन्धित तथ्याङ्कलाई हेर्ने हो भने हामीहरूको घरहरूको पानी करिब धन्दै 90% मान्छेहरूले कन्टामिनेटेड वाटर खान्छ अथवा दूषित पानी पिउँछ भन्ने छ। तर सोर्सबाट आउने पानी 67% पानी चाहिँ राम्रो छ भन्ने छ। स्रोतबाट आउने पानी चाहिँ भनेपछि स्रोतमा चाहिँ पानी राम्रो छ, तर घरमा जतिखेर हामी उपभोग गर्छौँ त्यति बेला चाहिँ त्यो फेरि दूषित बनिसकेको छ। घरभित्र गएपछि चाहिँ 90% पुगेको छ हैन। भनेपछि हामी यो बीचको जति छ 67बाट 90 पुग्दाखेरिको जुन प्रतिशत छ त्यो चाहिँ के हो भन्दाखेरिमा मान्छेहरूको आनी बानीसँग सम्बन्धित कुरा छ। हाम्रो व्यवहारसँग, जस्तो हामी कस्तो भाँडामा पानी थाप्छौँ, हामी पानी कसरी थाप्छौँ, पानी पिउने बेलामा कस्तो भाँडा प्रयोग गर्छौँ, त्यो पानी कसरी दिन्छौँ, अनि डिस्ट्रिब्युसन सिस्टममा जाँदाखेरिमा तपाईँको सबै हामीले कस्तो पाइपहरूमा दिन्छौँ, कस्तो वितरण प्रणाली छ भन्ने कुरासँग जोडिएको हुन्छ। भनेपछि हामीले अभियान चलाउनु पर्ने कुरा चाहिँ एउटा सुरक्षित पानी मुहानदेखि मुखसम्म, मुहानबाट जस्तो पानी आउँछ त्यस्तै पानी मुखमा आइपुग्नका निमित्त हामीले गर्नुपर्ने आनी बानीको कुरा र अर्को हामीले निर्माण गर्दा ध्यान दिनुपर्ने हाम्रो संरचनाका कुरा, यो असाध्यै महत्त्वपूर्ण छ। यो अभियान चलायौँ भने हामीले सुरक्षित पानी पिलाउन सक्छौँ, दिन सक्छौँ। र केही ठाउँमा सुविधा नै नपुगेका ठाउँहरू जहाँ हुन्छन्, सुविधा नपुगेका ठाउँहरूमा चाहिँ हामीले पहिलो चरणमा सुविधा पुर्याउने र सुविधा पुगेको ठाउँको चाहिँ पानी जाँच गर्ने। खानेपानी र सरसफाइको तपाईँले नीतिगत कुराहरू हेर्नुभयो भने हामीलाई यो अभियानहरू चलाउनको निम्ति खास ठुलो समस्या छैन। अनि अर्को कुरा चाहिँ हामीलाई के छ भने यसलाई स्थानीय तहको अधिकारको बारेमा खानेपानी र सरसफाइ के गर्ने स्थानीय तहको स्पष्ट छ, केन्द्रले गर्ने कामहरूको विषयमा स्पष्ट छ, प्रदेशले गर्ने कामहरूको पनि स्पष्ट छ। तर त्यहाँ जसरी काम विभाजन गरिएको छ कार्यान्वयनमा समस्या छ। जस्तो कति जनसङ्ख्या भयो भने केन्द्रले गर्ने त योजना त्यहाँ तोकियो, तर यहाँ चाहिँ आउँदाखेरिमा सानो योजना पनि केन्द्रले लागतको हिसाब पनि आउँछ होला, लागतको जनसङ्ख्याको त्यो किटान गरेको कुराहरूलाई कार्यान्वयन गर्न सकिएको छैन, त्यसलाई कार्यान्वयन गर्ने कुरा हो। त समग्रमा चाहिँ के हो भने सबैभन्दा ठुलो भूमिका भनेको स्थानीय सरकारको हुन्छ खानेपानी र सरसफाइमा। निर्माण सकिसकेपछि पनि बुझाउने कहाँ हो, हस्तान्तरण हुने कहाँ हो भने स्थानीय सरकारमा हो, समुदायमा हो। त्यस कारणले हाम्रो हस्पिटलमा मान्छे बिरामी हुँदाखेरिमा रगत जान्छौँ, दिसा पिसाब जान्छौँ, सबै कुरा जान्छौँ। वस्तु बिरामी हुँदाखेरिमा पनि हाम्रो ल्याब टेस्टहरू हुन्छ हैन, त्यसको आधारमा हामी औषधि खुवाउँछौँ। तर अहिलेसम्म हामीले असाध्यै महत्त्वपूर्ण कुरो मान्छे बिरामी नै हुन नदिने पानी हो नि त हैन। सर्वा रोगलाई नियन्त्रण गर्ने त पानीसँग सम्बन्धित कुराहरू धेरै छ। यदि सुरक्षित पानी भयो भने धेरै प्रकारका रोगहरू लाग्नै पाउँदैन भन्ने पनि हो। पानी जन्य रोगहरू त पानी हामीले सुरक्षित खुवाउँछौँ भने रोकि नै हाल्छ। भनेपछि हामीले अहिलेसम्म पानी जाँच्ने ल्याबहरू गाउँ गाउँमा स्थापना गर्न सकेका छैन। योजनामा हुनुपर्ने हो, अझ त्यो गर्न सकेका छैन। त्यस कारणले मेन कुरा चाहिँ अहिले नीतिगत तहमा यो काम गर्नको लागि कहीँ पनि रोकिँदैन। हरेक पालिकामा पानी जाँच्ने ल्याब सानो बनाउनका लागि, मिनी ल्याब बनाउनका लागि कानुन र व्यवस्थापन नै छ, गर्नुपर्ने काम त्यो हो। त्यस कारणले हामीले कानुनले अहिले नयाँ कानुन खोज्ने कुरा भन्दा पनि भएका कुराहरूलाई कार्यान्वयन गर्ने हो भने खानेपानी र सरसफाइमा धेरै कामहरूलाई अगाडि लैजान सक्छौँ हामी। सबै काम पैसा लाग्नेवाला छैन। जस्तो उदाहरणका लागि मैले भनौँ 67% पानी चाहिँ नि मुहानबाट शुद्ध आउँछ, तर 90% पानी त घरमा पुग्दा त कन्टामिनेट छ। भनेपछि यो बीचको अभियानको लागि त बानीसँग सम्बन्धित छ नि। यो बानीसँग सम्बन्धित कुरा त हामी गाउँपालिकाभरि भएको स्वास्थ्य संस्थाहरूलाई परिचालन गरेर, त्योभित्र भएको जनशक्तिलाई परिचालन गरेर हामीले त्यहीँबाट केही सुधार ल्याउन सक्छौँ।
यसका लागि थप पैसा चाहिँदैन। बिरामी भएर अस्पतालमा आउँदाखेरिमा तपाईँ चाहिँ स्वच्छ पानी नखाएर है, मात्रै भन्नु पानी ह्यान्डलिङ राम्रो नगरेर है तपाईँले यो गर्नुहोस् है भनेर भनिदिने हो भने धेरै राम्रो हुन्थ्यो। तर हामी कहाँ स्वास्थ्य कस्तो भइदियो, कि सुई लगाउने कि ड्रेसिङ गर्ने, पुरै क्लिनिकल हेल्थमा मात्रै हामी गएको छौँ। पब्लिक हेल्थ अलमोस्ट डेड भने नि हुन्छ नेपालमा। त्यही भएर यो पब्लिक हेल्थको कम्पोनेन्ट गाउँपालिकामा म्यासिभली लैजान सक्ने हो भने खानेपानी र सरसफाइको क्षेत्रमा हामीले ठुलो सुधार ल्याउन सक्छौँ। तिम्रो घरमा टोयलेट राम्रो नभएर है, तिमीले हात नधोएर है बिरामी भए डक्टरले भनिदिने हो भने व्यक्तिगत बिहेभियर मात्रै चेन्ज गर्यो भने पनि धेरै सुधार ल्याउन सकिन्छ। त्यस कारणले हेर्नुपर्ने चाहिँ त्यहाँनिर हो। त्यस कारणले अहिले माथि केन्द्रले गर्ने भन्दा पनि जनतासँग जोडिएको सरकार चाहिँ नि स्थानीय सरकार हो। यो अभियान कहाँ चलाउने हो, जनताको बिचमा चलाउने हो। त्यस कारणले यो अभियानको नेतृत्व नै कसले गर्नु पर्यो, गाउँपालिकाले गर्नु पर्यो, नगरपालिकाले गर्नु पर्यो। जस्तै अघि हामीले सुरुमा पनि कुरा गऱ्यौँ, अब खानेपानी भनिसके पछाडि अहिलेसम्मको हाम्रो सामाजिक संरचना हेर्दाखेरि महिलाहरू नै बढी इन्भल्भ भएको अवस्था छ। किनभने त्यो पारिवारिक व्यवस्थापनको कुरा होला, बालबालिकाको स्याहार समारको कुरा होला, एभ्रिथिङ हेर्दाखेरि चाहिँ महिलाहरूमै छ। र हामी नेतृत्व चाहिँ फेरि महिलाहरूभन्दा बाहिर छ होइन, पुरुषहरूले नेतृत्व गरिरहनु भएको छ भन्ने विषय हामीले अघि चर्चा गऱ्यौँ बढीमा। अहिले अब स्थानीय स्तरमा उपभोक्ता समिति मार्फत धेरै योजनाहरू कार्यान्वयन भइरहेका छन् देशैभरि होइन। अब त्यसलाई बिस्तारै सुधार गरेर हामी बोर्ड मार्फत चाहिँ कार्यान्वयनमा लैजाने गरी पनि अगाडि बढेका छौँ। तर हिजो उपभोक्ता समिति हुँदा पनि त्यहाँ महिलाहरूको नेतृत्व कम देखियो र आज त झन् बोर्ड बनाउँदाखेरि पनि त्यो कार्यविधिहरू बनाउँदाखेरि यस्तो संरचना बनेको देखियो नि जहाँ महिलाहरूको नेतृत्व त्यसमा देखिँदैन के। अब यसलाई कसरी सुधार गर्न सकिएला? बोर्ड भनेको एकदमै लिमिटेड ठाउँमा मात्रै हो, बोर्डको कन्सर्टको र सबै ठाउँमा छैन। त्यस कारणले बोर्ड भएर महिलाहरूको नेतृत्व सुनिश्चित हुन्छ भन्ने भन्दा पनि देशभरिको खानेपानी र सरसफाइको क्षेत्रमा महिलाहरूको नेतृत्वलाई कसरी सुनिश्चित गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। त्यो प्रतिनिधि सभामा होस्, त्यहाँबाट तलतिर आउँदा प्रदेश सभाको कुरा होस्, अनि गाउँपालिकामा आउँदाखेरिमा गाउँको कुरा होस् होइन, स्थानीय सरकारमा जाँदाखेरि कुरा होस्। त्यस कारणले हामीले पहिलो हेर्नुपर्ने त्यहाँनिर हो। अर्को कुरा चाहिँ नीतिगत कुरामा हामीले गरेको व्यवस्थाले नै अहिले 33% त महिला अनिवार्य भन्ने कुरा छ, त्यसले सुनिश्चित नै गरेको छ। तर त्यो 33% चाहिँ अलिकति निर्णायक तहमा भन्दा पनि प्रतिनिधि मात्रै गद्दी गर्ने गरिकन भएको कतिपय ठाउँहरूलाई अहिले व्यावहारिक रूपमा महिलाहरूलाई नै इन्करेज गर्नुपर्ने, ल्याउनुपर्ने कुरा चाहिँ त्यहाँ देखिन्छ। त्यही भएर व्यावहारिक कार्यान्वयनको कुरा चाहिँ महत्त्वपूर्ण, नीतिगत रूपमा हुँदै नभएको होइन। 33% त अनिवार्य नै भनेको छ, त्यो न्यूनतम हो नि त। त्यसलाई 50% पुर्याउन पनि कसैले रोकेको छैन, त्यसलाई चाहिँ नि 100% नै महिलाले गर्ने भन्ने कुरा पनि कहीँ रोकिएको त छैन। त्यस कारणले त्यो व्यावहारिक पक्ष हो, त्यो व्यावहारिक पक्षमा हामीले ध्यान दिनुपर्ने विषय हो। त्यो भयो भने महिलाको नेतृत्व हामी लैजान सक्छौँ। अर्को महत्त्वपूर्ण बोर्डको कुरा गर्नुभएको छ। बोर्डकोमा के छ भने बोर्ड मैले पनि धेरै ठाउँमा हेरेको छु। अब केही ठाउँमा ठिकै गएको छ, केही ठाउँमा फेलरै छ होइन। बोर्डको कुरा, बोर्डको कन्सेप्टमा चाहिँ एउटा उपभोक्ता समितिले व्यवस्थापन गरेको योजनालाई हामीले ल्याएर बोर्डमा राख्यौँ। कहिलेकाहीँ यसलाई हेर्दाखेरि कस्तो हो भने यसलाई अलिकति च्यालेन्जको रूपमा हेर्ने हो भने चाहिँ आमा र बाउले पालिरहेको छोराछोरीलाई त्यहाँबाट निकालेर लिएर गएर होस्टेलमा राखिदियो भने के हुन्छ होला भन्ने होइन। कहिलेकाहीँ त्यस्तो हो क्या, हामीलाई लाग्छ के भने आफूले पालेको छोराछोरीलाई होस्टेलमा लगेर राख्यो भने चाहिँ एकदम राम्रो हुन्छ भन्ने हामीलाई लागिरहेको छ। तर कहिलेकाहीँ चाहिँ हो, कहिलेकाहीँ बच्चाले के फिल गर्छ भन्ने हुन्छ भने बच्चा चाहिँ कहिलेकाहीँ के भनिन्छ भने उल्टो नतिजा आउँछ होइन। त्यसैले बोर्डलाई सञ्चालन गर्ने कुरामा एकदमै असाध्यै जनताहरूकै सहभागिता हुने, उपभोक्ताकै सहभागिता हुने गरिकन बोर्डलाई इन्डिपेन्डेन्ट चलाउन दियो भने सजिलो होला। अहिलेको अलिकति समस्या त्यहीँनिर पनि देखिएको रहेछ। हामीले धेरै बोर्ड गठन भएको ठाउँमा हेर्दाखेरि पनि बोर्डले चाहिँ तपाईँको खानेपानी उपभोक्ता समिति अर्थात् त्यो खानेपानी योजना चाहिँ बोर्डमा ल्याउनुहोस् भनेर आह्वान गरिरहनु भएको छ। तर उपभोक्ता समितिले यो त हामीबाट गएपछि त गयो, हामी त दैनिक त्यसको मर्मसम्भार गरिरहेछौँ होइन। अहिले तत्काल केही समस्या भयो भने उपभोक्ता समितिले इमिडिएट त्यसको मर्मसम्भार गरिरहेछ। तर बोर्डमा गयो भने त कतिखेर त्यो बन्छ अनि बिचमा त हामी त्यो सेवाबाट वञ्चित हुन्छौँ भन्ने पनि उहाँहरूको बुझाइरहेछ क्या। यस्तो हुन्छ। सामान्य कुरा हामीले के बुझ्नुपर्छ भने उपभोक्ता समिति जस्तो मेरो पनि खानेपानी योजना छ। मेरो खानेपानी योजना हुँदाखेरिमा त्यहाँ के हुन्थ्यो, पम्प बिग्रिने बित्तिकै अथवा मोटर बिग्रिने बित्तिकै ल हाम्रो बिग्रिहाल्यो त्यहाँ पठाइदियो, एउटा उधारो भयो भने पठाइदियो भन्थ्यो, उधारो हुन्थ्यो, पैसा उठाएर उहाँहरूले तिर्नुहुन्थ्यो। आजको 2 दिन 3 दिनमा फिक्स गर्नुहुन्थ्यो।
उपभोक्ता समितिको खरिद प्रक्रिया सामान्य हुन्छ नि त, केही नै हुँदैन, अन्डरस्ट्यान्डिङमा चलिरहेको हुन्छ, विश्वासमा चलिरहेको हुन्छ। तर हरेक घरको त्यहाँ निर्णय प्रक्रियामा सहभागिता हुन्छ, अपनत्व हुन्छ। ल हाम्रो मेसिन बिग्रियो, सबैले यहाँ चाहिँ नि 1,000 रुपियाँ हाल्नुपर्ने भयो है भनेपछि 1,000 रुपियाँ हाल्ने निर्णय गर्छन्, त्यो 1,000 उठाएर ल्याउँछन्, त्यो ट्रान्सप्यारेन्ट पनि हुन्छ, सबै हुन्छ। अब बोर्डमा आएपछि के हुन्छ भन्दा बोर्डमा त खरिद प्रक्रिया छ, अनि यो खरिद प्रक्रिया अनुसारको हाकिमले बिदा ल्याला, त्यहाँको बोर्डको चाहिँ नि हाकिमले बिदा ल्याला। खरिद प्रक्रियामा कसैलाई चित्त नबोल्ला, टेन्डरको टाइम पिरियड होला, त्यो सबैले गर्दा के हुन्छ भन्दा यतापट्टिको योजना बनाउनु पर्ने आज छ, पानी यहाँ बन्द भइसक्यो, प्रक्रिया हुन्छ भनेपछि पानीको कुरा त आज पानी खान नपाइने समस्या हो नि। मान्छेले सोलरमा राखेको योजनालाई, सोलर बेस्ड योजनालाई हाइब्रिड बनायो। किन हाइब्रिड बनायो भन्दा घाम नलगाएको दिन पानी नआएको हुनाले बिजुली पनि जोड्यो भने चाहिँ त्यो दिन नै पानी आउँछ भनेर हाइब्रिड बनायो नि। तर हाम्रो बोर्ड सिस्टमले के गर्छ भन्दाखेरिमा बोर्ड सिस्टममा चाहिँ खरिद प्रक्रिया जटिल भएको हुनाले अनि बोर्डको अफिस छ एक ठाउँमा, फोन उठ्ला कि नउठ्ला, त्यसको रिपोर्टिङ सिस्टम, यो सबैले बोर्डलाई एकदमै स्वचालित बनाउँछ भन्ने कुरा चाहिँ मलाई लाग्दैन। त्यस कारणले बोर्डमा जान नहुने होइन, सबै योजनाहरूलाई ल्याएर बोर्डमा जान मिल्यो। तर हामीलाई बोर्ड सञ्चालन प्रक्रिया यति सरल हुनु पर्यो र यति सहभागितात्मक हुनु पर्यो, यति चुस्त हुनु पर्यो, अनि बल्ल योजना बिग्रेको भोलिपल्ट बल्ल बन्छ। सकिन्छ होला नि त त्यस्तो बनाउन? नसक्ने भन्ने कुरा त होइन, तर सजिलो चाहिँ धेरै छैन। किनभने मैले थुप्रै बोर्डहरू हेरेको हुनाले बोर्डहरूभन्दा प्रभावकारी उपभोक्ता समिति मार्फत चलेका योजनाहरू चाहिँ बढी प्रभावकारी छन् अहिले मैले हेर्दा चाहिँ। नम्बरमा गने भने चाहिँ के देखिँदो रहेछ भने कतिपय उपभोक्ता समितिले व्यवस्थापकीय जिम्मेवारी अघि यहाँले भन्नुभयो जस्तै बिग्रियो भने तत्काल सबै घरहरूलाई सर्कुलेसन गरेर पैसा उठाएर इमिडिएट काम गरेको, तर नियमित रूपमा महसुल तिर्न नपरेको, एक हिसाबले भन्दाखेरि निःशुल्क उपभोग गरिरहेको जस्तो पनि देखिँदो रहेछ। सस्तोमा तिर्न परेको छ भने पनि एकदम सस्तोमा उपभोग गरिरहेछ। तर बोर्ड मार्फत जाँदाखेरि त बोर्डले त एउटा नीति बनाउने हो, नीति बनाउँदाखेरि जसले अहिले कम शुल्क तिरिरहेछ अथवा तिरेकै छैन उसले त त्यो लेभलमा तिर्न पनि पर्ने भयो। यो खालको समस्याले गर्दाखेरि पनि अलिकति समस्याहरू त्यो आइरहेको देखिएको छ। अब यसलाई त फेरि जिम्मेवारी त फेरि स्थानीय तहकै हो जस्तो मलाई लाग्छ होइन। उहाँहरूले त्यही हिसाबले सरल हुने केही फन्ड चाहिँ उपभोक्ता समितिमै इमिडिएट उपलब्ध गराइदिने खालको मेकानिजम बनाएर अगाडि बढ्यो भने त सकिन्थ्यो होला नि त। मेकानिजम अब भनौँ मलाई मेकानिजम पहिलो कुरा होइन, पहिलो कुरा के हो भन्दा हरेक नागरिकले पानी पिउनु पाउनु पर्यो, सरसफाइ सुविधा उपभोग गर्न पाउनु पर्यो भन्ने हो। त्यसलाई सहयोग गर्नको लागि मेसिनरी र मेकानिजम बनाउने हो। हामी कहाँ समस्या एउटा कुरा चाहिँ हामी योजना बनाउँछौँ, त्यसमा मर्मत सम्मार कोष, मर्मत सम्मारको औजार, मर्मत सम्मार गर्ने मान्छे, यो तीनवटा कुरा असाध्यै महत्त्वपूर्ण हुन्छ। यो तीनवटा कुरा जुन योजनामा छैन त्यो योजना हाम्रो चल्दैन। त्यस कारणले यसमा हामीले हरेक योजना बनाउँदाखेरिमै यो तीनवटा कुरालाई ध्यान दिनु पर्यो। अब महिलाको कुरा गऱ्यो भने बाहिर नजाने खालको विवाहित महिलाहरूलाई ल्याएर तपाईँले प्लम्बरको तालिम दिनुभयो भने ऊ थाहै हुन्छ, उसले बनाउँछ पनि, रोजगारी पनि प्राप्त भयो। महिलाहरूको सभ्यता भनेको त्यहाँदेखिको हामीले हेर्नुपर्छ। प्लम्बर भने पुरुष मात्रै हुन्छ भन्ने मानसिकता बोकेको ठाउँबाट निक्लेर महिलालाई पनि बनायो भने त्यहीँबाट हुन्छ। यो तीनटा कुरालाई व्यवस्थित गर्ने हो भने हामीलाई बोर्ड चाहिँदैन भन्ने कुरा हो क्या। हरेक योजनामा मर्मत सम्मार कोष छ, मर्मत सम्मारको औजार छ, मर्मत सम्मार गर्ने मान्छे छ, रेगुलर रूपमा महसुल उठाउँछ। यो चारवटा कुरा हरेक योजनामा गर्ने हो भने तिम्रो योजना तिमी आफै चलाऊ। अब मानौ एउटा योजनामा ल 50,000 भन्दा माथि खर्च लाग्ने खालको काम छ भने स्थानीय सरकारले सपोर्ट गर्छ नीतिगत रूपमा। जस्तो विपद होला, पहिरो लैजाला होइन, बाटो खन्दाखेरिमा चाहिँ केही ठाउँहरू चाहिँ नष्ट होलान्, पाइपहरू बिग्रेला, त्यस ठाउँमा चेन्ज गर्नु पर्ला। अलिक ठुलो अनि सानो 50,000 भन्दा मुद्रिको उपभोक्ता समितिले बनाउने, 50,000 माथि लिएर गएर अब 2 लाख 3 लाखसम्म चाहिँ नि, अब 5 लाखसम्म चाहिँ स्थानीयले गर्ने, त्यहाँबाट माथि भयो ठुलो क्षति भयो भने प्रदेशले बेहोर्ने भन्ने खालको कुरा मेकानिजम गऱ्यो भने हरेक ठाउँमा बोर्ड चाहिन्छ भन्ने कुरा छैन। तर यो बोर्ड मार्फत कार्यान्वयन गर्ने भन्ने कुरा त हाम्रो खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी राष्ट्रिय गुरु योजनाले नै निर्धारण गरेको छ जस्तो लाग्छ। जान सकिन्छ पनि चेन्ज गर्नु पर्यो होइन?
जान सकिन्छ भन्ने मात्रै, बोर्डबाट जानु अनिवार्य हुँदैन। गरिएको छैन। बोर्डबाट जानु हुँदैन भन्ने मेरो पनि मान्यता होइन, त्यो डकुमेन्टले पनि त्यो भन्दैन जान मिल्यो। तर हामीले के चाहन्छ त उपभोक्ता समितिले भन्ने कुरासँग महत्त्व राख्छ। हामी अहिले उपभोक्ता समितिले जसरी चलाएको छ हामी त्यसरी नै चलाउँछौँ भन्यो भने त्यही गर्न सकियो, उनीहरूलाई पनि छोड्न सकियो। किन त्यो सबैभन्दा मैले भने आमाबाउले पालेको छोरछोरी नै राम्रो हुन्छ क्या। नेताको आधारमा उपभोक्ताहरूको रुचिको आधारमा के गर्ने भन्ने कुरा पनि डिसिसन गर्न सक्छ। त्यसैले जसरी नै बोर्डमा लानुपर्छ भन्ने मान्यतामा हामी गयौँ भने चलिरहेको योजनाहरू विफल हुन पनि सक्छन्। त्यो हुनाले हामी छलफल गरेर उपभोक्ताहरूलाई यसको फाइदा बेफाइदा सबै कुरा बुझाएर तपाईँ के गर्नुहुन्छ त भनेर बोर्डमा लानुपर्छ भन्ने मलाई लाग्छ। अब मेरो अन्तिममा दुईवटा जिज्ञासा छ यहाँसँग। एउटा हामी अहिले जुन हिसाबले संयुक्त राष्ट्रसङ्घको यो दिगो विकास लक्ष्यको 6 नम्बर बुँदालाई फलोअप गरेर गइराख्दाखेरि हामीले आम नागरिकहरूमा सुरक्षित पानी उपलब्ध गराउनको लागि चाहिँ अब हामीले के कस्ता क्षेत्रमा काम गर्नुपर्छ होला भन्ने एउटा छ भने अर्को अब खानेपानी सरसफाइ र स्वच्छताको जिम्मेवारी चाहिँ स्थानीय तहमा छ नि त, हाम्रो संविधानले प्रदत्त गरेको। त्यो स्थानीय तहहरूलाई यहाँको के सुझाव हुन सक्छ, कुन मोडलबाट तपाईँहरू जानुहोस् भन्ने सुझाव हुन सक्छ? पहिलो चाहिँ मैले अघि भने हामीकोमा अब पानी नपुगेको ठाउँ कम छ होइन। धादिङको सन्दर्भमा पनि हिजो मात्रै पनि हाम्रो कार्यालय प्रमुखहरूको मिटिङ भएको थियो। मैले सङ्घीयको पनि र अर्को प्रदेशको पनि खानेपानी कार्यालयलाई भनेको चाहिँ के हो भने अहिले हामी कहाँ 2% मान्छेलाई खानेपानी नपुगेको एरिया छ भन्ने भयो। त्यो 2% मान्छे को हो त्यो पत्ता लगाउनु पऱ्यो। त्यस कारणले पहिला उसलाई पानी नपाएको ठाउँमा पानी पुर्याइदिनु पऱ्यो, किनभने पहिला गुणस्तरको कुरा होइन, पानी पहिलो आवश्यकता भने त पानी हो नि त। त्यस कारणले त्यसलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर योजना गर्नु पऱ्यो। त्यहाँको मान्छे योजना माग्न हामी कहाँ आउने होइन, त्यो मान्छे पत्ता लगाएर त्यो योजना लिएर हामी त्यो जनता कहाँ पुग्नुपर्छ भन्ने हो एउटा कुरा। यो देशभरि गर्नुपर्ने कुरा त्यही हो। दोस्रो कुरा गुणस्तरको पानीको कुरा। त्यसको लागि चाहिँ जति पनि हामीले नयाँ योजना बनाएको छौँ अथवा मर्मत सम्मारको योजना चलाइरहेको छौँ, त्यसमा हामीले मर्मत सम्मार कोषको स्थापना पहिला नै टोटल प्रोजेक्ट कस्टको यति प्रतिशत चाहिँ मर्मत सम्मार कोषमा राखिदिने भनेर त्यो छुट्याउनुपर्छ, गर्नुपर्ने त्यो। दोस्रो कुरा त्यहाँ मर्मत सम्मार कार्यकर्तालाई तालिम दिनुपर्छ। तेस्रो कुरा औजार मर्मत सम्मारको लागि चाहिने औजार दिनुपर्छ। चौथो कुरा चाहिँ नि टारी पुलले कति मासिक महसुल कति तिर्नुपर्ने हो त्यसको वैज्ञानिक हिसाब गरेर तपाईँहरूले यति पैसा उठाउनु भयो भने यो योजना नियमित रूपमा चल्छ भनेर 4वटा कुरा चाहिँ नि हरेक योजनामा इनबिल्ट हुनुपर्छ। सुरुमै हुनुपर्छ। हाम्रो नभएको कुरै त्यही हो। एकचोटि बनाइदियो छोडिदियो बस फिनिस। माग्नेले योजना माग्यो, कार्यान्वयन गर्नेले योजना गर्यो, संरचना बनायो, सकियो। हो, यो 4वटा कुरा अनिवार्य। 5औँ कुरा गुणस्तरको निमित्त हामीले ठुलो योजना छ भने त्यो मिनी ल्याब त्यही योजनामा दिने। ठुलो योजना छैन सानो छ भने चाहिँ हामीले स्वास्थ्य केन्द्रहरूमा कम्तीमा पानी पनि जाँच्ने अभियान चलाउने। क्लस्टर बनाएर पनि ल्याबहरू राख्न सकियो। भन्नुहोस् एउटा स्वास्थ्य केन्द्र छ भने स्वास्थ्य केन्द्रमा त ल्याब हुन्छ, त्यसको पेरिफेरीमा पानीको पनि मिनी ल्याब सानो चाहिँ नि अहिले हामीले ठुलो ल्याब राख्नु पर्दैन। मिनी ल्याब कम्तीमा इक्वली छ कि छैन हामी हेर्न सक्ने हो, धमिलो छ कि छैन हामीले हेर्न सक्ने हो। आइरनहरू भनेको वान टाइम चेक गऱ्यो भने पुग्ने चिजहरू हुन्छन् होइन। त्यस कारणले रेगुलर रूपमा चेक गर्नुपर्ने जुन पारामिटर छ त्यसको लागि चाहिँ मुख्य गरिकन इक्वली टेस्ट गर्ने हो। दिशामा भएको कीटाणु पानीमा छ कि छैन भनेर जाँच्ने हो। त्यति जाँच्ने कुरा चाहिँ स्वास्थ्य चौकीमा राखिदिने, त्यहाँको मान्छेलाई अलिकति तालिम दिने र मान्छेलाई भन्ने तपाईँ त जाँच्न आउनुभयो, तपाईँ बिरामी भएको छैन, पानी राम्रो नभएर हो तपाईँको घरको, तपाईँको पानी पनि हामीलाई ल्याउनुहोस् हामी जाँचिदिन्छौँ भनेर भन्ने हो भने र पानीको रिपोर्ट दिने हो भने उसले पानीलाई सुधार गर्छ। त्यस कारणले गुणस्तर सुधार गर्नको लागि एउटा त्यो पालिका तहको एउटा ल्याब राखिदिने। पालिका तहमा एउटा ल्याब जसले नै आउँदाखेरिमा पालिका तहमा हाम्रो पानी यहाँ जान्न पाइन्छ भनेर भन्यो भने केही टाइम हामी फ्री गर्न सकेला, केही पछाडि बानी पर्छ, त्यस पछाडि चाहिँ जान्छ मान्छेले। त्यो हो। त्यस कारणले गुणस्तर सुधार्नको लागि हामीले गर्नुपर्ने पाटो यो। सँगसँगै सरसफाइमा पनि हामीले स्वास्थ्य संस्थाहरूबाट अरू अभियानमा टोयलेट छ कि छैन, कस्तो खालको छ के छ भन्ने कुरा। अनि हाइजिनको कुरामा पनि स्कुलमा स्वास्थ्य अब तपाईँले भन्नु स्थानीय सरकारलाई के छ भन्यो भने मेरो 1 2 3 गरेर भन्यो भने कम्तीमा पालिका तहमा खानेपानीको एउटा ल्याब राख्नुहोस्, पानी जाँच्ने सुविधा दिनुहोस्। सकिन्छ त्यसलाई अलिकति विस्तार गरेर वडा तहमा पनि यसलाई मिनी ल्याबको सुरुवात गराइदिनुहोस्। थोरै पैसा लाग्छ। अनि अर्को कुरा चाहिँ हामीले पालिकाले गर्नुपर्ने
कम्तीमा सरसफाइको सुविधाहरू हाम्रो कति घरमा टोयलेट छ कति छैन गाउँको डेटा आउनु पऱ्यो। यदि विपन्न परिवार छ अरू छ टोयलेटै नभएको घर छ भने टोयलेट बनाउने काम गर्नु पऱ्यो। टोयलेटको अवस्था कस्तो छ त छैन भने स्तर बढाउने काम स्तर उन्नतिको काम गर्नु पऱ्यो टोयलेटको। अर्को कुरा कयौँ ठाउँमा त हामी टोयलेट बस्नै सक्ने अवस्थै छैन, कहीँ ठाउँमा टोयलेटै छैन। म यो निर्वाचित भएर आएर हेर्दाखेरिको अवस्थाहरू पनि टोयलेट प्रयोग गर्न नसक्ने तालचाल आएर राखेको टोयलेटहरू भएको स्वास्थ्य संस्था त म आफै भ्रमण गरेँ भनेपछि त्यहाँ डाइरिया भएर आएको बिरामी चाहिँ कहाँ जाने होला। यो अवस्थालाई सुधार गर्ने स्थानीय सरकारको काम हो भने अर्को महत्त्वपूर्ण ठाउँ हाम्रो स्कुल हो, विद्यालय हो, जहाँ छात्र छात्रा हुन्छन्। महिनावारी हुँदाखेरिमा प्याड हामी फ्रीमा बाँडेका छौँ, तर प्याड फेर्ने ठाउँ र प्याड फाल्ने ठाउँ छ कि छैन भन्दा धेरै ठाउँ छैन। त्यो कुरालाई सुनिश्चित गर्ने। हात धुने ठाउँ छ कि छैन, देवा खाजा खुवाउँछौँ हात धुने ठाउँ छैन, हात धुने ठाउँ छ साबन छैन, यो कुरा छ कि छैन स्थानीय सरकारले हेर्ने। माइक्रो लेभलबाट पनि सुधार गर्नुपर्ने विषयहरू विकास हुने कि त्यही हो नि। तपाईँले हात धुन सिकाउनु भयो भने मान्छे कम बिरामी हुन्छ। हामीले सबैले चाहेको कुरा के हो, देशभरिको सबभन्दा ठुलो नारा भनेको सुशासन र समृद्धि। हामीले भने समृद्धि कहाँबाट आउँछ? समृद्धि आउनका निमित्त त कम खर्च गर्नुपर्छ, बढी कमाउनु पर्ने होला। कम खर्च गराउने ठाउँमध्ये सबभन्दा बढी मान्छेले अनकन्डिसनल खर्च गर्ने, बिना शर्त खर्च गर्ने ठाउँ कहाँ हो? स्वास्थ्य हो। भनेपछि पानी जन्ने रोगहरूकै कुरा गर्ने हो भने हामी कहाँ त ठुलो छ भनेपछि झन्डै 70% छ। यसलाई घटाउने तरिका के हो भन्दा शुद्ध पानी पिलाउने भने कहाँ पिलाउनु परेन? स्कुलमा, स्वास्थ्य संस्थामा, घरमा अनि कार्यालयहरू। म जो हरेक स्थानीय सरकारको कार्यालयमा हाम्रो प्रशासनिक भवनमा आउँदा त्यो मान्छेले राम्रो टोयलेट प्रयोग गर्नु पाछ, त्यो मान्छेले पानी पिउन पाछ, निःशुल्क पानी पिउन पाछ, गुणस्तरीय पानी पिउन पाछ कि हामी चाहिँ मिनरल वाटर धेरै कार्यालयमा मिनरल वाटर भनेर बोतलको वाटर खान्छौँ। हामी सेवा लिन आउने मान्छेको विषयमा केही पनि सोचेकै छैन। सेवा प्रवाह गर्नेहरू चाहिँ मिनरल वाटर खाएर बस्छौँ, सेवाग्राहीहरू चाहिँ जस्तो छ त्यही उपभोग गरेर बस भन्नेमा पुगेको छ। मेरो स्पष्ट सन्देश के हो भने कुनै पनि कार्यालयहरूले बोतल वाटर युज गर्नु हुँदैन। त्यसले फोहोर बढाउँछ। बोतल वाटर हुने बित्तिकै ग्यारेन्टेड वाटर होइन र अर्को कुरा त्यसले सन्देश राम्रो जाँदैन। आफू चाहिँ पानी किनेर खाने अनि जनतालाई कहाँनिर प्राथमिकता राख्छौँ? हामी राख्दैनौँ। त्यस कारणले हरेक कार्यालयले मैले धेरै ठाउँमा यहाँ अहिले कार्यालय भिजिट गरिरहँदाखेरिमा पनि मैले जिल्ला प्रशासन कार्यालयदेखि लिएर सबै कार्यालयमा बोतल वाटर युज भएको देख्छु मैले। यो कुरा हामीले बुझ्नु पऱ्यो अनि जनतालाई पनि बुझाउनु पऱ्यो। त्यस कारणले हामी आफूबाट रूपान्तरण चाहिँ एकदमै महत्त्वपूर्ण छ। हामी आफू रोल मोडल हुने कुरा एकदमै महत्त्वपूर्ण छ। अब अन्तिममा हामीले यो सुरक्षित पानीको कुरा गरिरहँदाखेरि धेरै कुराहरू त हामी आम नागरिकहरूको दायित्वभित्र पनि पर्ने विषय हो नि त। हामी नै सचेत भयौँ भने, हामीले नै सानो लेभलबाट सुधार गऱ्यौँ भने हामी चाहिँ लक्ष्यमा पुग्न सकिन्छ भन्ने देखियो नि त। यो आम नागरिकलाई यहाँले दिनुपर्ने सुझाव अथवा उहाँहरूसँग गर्ने अपेक्षा के हुनसक्छ? यो दुनियाँमा सबैभन्दा तपाईँलाई कसले माया गर्छ मैले सोधेँ। सायद तपाईँ धेरैतिर सोच्नुहुन्छ होला बाउले गर्छ कि आमाले गर्छ कि होइन। तपाईँलाई सबैभन्दा बढी माया गर्ने मान्छे तपाईँ आफै हो। र तपाईँको स्वास्थ्य जुन दिनबाट बिग्रिन थाल्छ तपाईँलाई माया गर्ने मान्छेहरू पनि केही दिन चाहिँ बढ्छन्। लामो टाइम बिरामी हुनुभयो भने चाहिँ घट्छ। त्यस कारणले तपाईँले आफूलाई सबभन्दा बढी माया गर्नुहुन्छ भने सबैभन्दा बढी ख्याल गर्नुपर्ने विषय तपाईँले आफ्नो स्वास्थ्य हो। स्वास्थ्यमा ख्याल गर्नुहोस्। तपाईँको स्वास्थ्य तपाईँकै हातमा हुन्छ। अब अहिले चाहिँ नि हामीले विशेष गरिकन खानेपानी र सरसफाइ जन्य रोगको विषयमा कुरा गरेका छौँ। यति मात्रै होइन, दीर्घ रोगहरू चाहिँ अर्को समस्याको रूपमा आउँछ अर्को होइन। यो कुराहरूलाई पनि ध्यान दिन जरुरी छ। त्यस कारणले आफूले आफूलाई सबैभन्दा धेरै माया गर्नुहोस्, स्वास्थ्यमा ध्यान दिनुहोस्। तपाईँको स्वास्थ्य राम्रो भयो भने अरू सबै संसारै राम्रो हुन्छ। हस्, एकदम स्वास्थ्यमा केही जटिलता हुँदाहुँदै पनि समय उपलब्ध गराइदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद यहाँलाई पनि। थ्याङ्क यू।